आज कुरा गरौँ झापा क्षेत्र नम्बर 5 मा खड्गप्रसाद ओलीले चुनाव हार्ने 10 वटा आधारहरूको बारेमा। 1. थपिएका नयाँ मतदाता तथा जेनजी र जेनवाई उमेर समूहका मतदाताको अङ्कगणित। साथीहरू, 2079 सालको निर्वाचनमा खड्गप्रसाद ओलीले प्रत्यक्षतर्फ 52,319 मत ल्याएका छन् भने एमाले समानुपातिकतर्फ मात्र 35,852 मत ल्याएको छ। यसको मतलब हो खड्गप्रसाद ओलीले 16,467 मत अन्य पार्टीबाट प्राप्त गरेका छन्। उनले राप्रपासँग गठबन्धन गरेर करिब 8,353 मत प्राप्त गरेको देखिन्छ भने बाँकी मत चाहिँ अन्य रासोपा लगायतका पार्टीबाट प्राप्त गरेको देखिन्छ। त्यसैगरी 79 सालमा रासोपाको समानुपातिक मत 18,205 थियो भने प्रत्यक्षमा चाहिँ 11,759 थियो। रासोपाले राम्रो उम्मेदवार नउठाएको कारणले र खड्गप्रसाद ओली हेभीवेट उम्मेदवार भएको कारणले 6500 रासोपाको मत पनि खड्गप्रसाद ओलीतिर नै जम्प भएको देखिन्छ। त्यसैगरी अहिले झापा क्षेत्र नम्बर 5 मा थपिएका नयाँ मतदाताको संख्या 9,090 छ। यदि 80% ले भोट हाले भने पनि 6,000 मत त खस्नेवाला छ र प्राय 80% भन्दा बढी चाहिँ जेनजी उमेर समूहको नयाँ मतदाता भएको कारणले गर्दाखेरि चाहिँ 80% मत बालेनलाई नै खस्ने प्रबल सम्भावना छ। त्यसकारण झन्डै 5,000 नयाँ मतदाताको मत चाहिँ बालेन शाहको बोल्टामा आउँछ र 79 सालको रासोपाको समानुपातिक मत 18,205 यसपालि जम्प भएर जाँदैन, त्यो रासोपा अर्थात् बालेन शाहकै खातामा सुरक्षित छ। त्यसैगरी 18 देखि 29 वर्षसम्मको जेनजी उमेर समूहको मतदाताको संख्या 22% छ, त्यो भनेको 35,943 छ। त्यसमा 5,943 मत जेनजीको नयाँ मतदाता संख्या भए पनि 79 सालकै जेनजीको मतदाताको संख्या चाहिँ 30,000 त हुन्छ नै। अब त्यसको यदि 55% नै मत खसेछ भने पनि तपाईको 16,500 मत खस्छ। त्यसको कम्तीमा पनि 70% भोट त बालेन शाहलाई नै जाने हो, त्यो भनेको 11,550 मत हुने भयो। त्यसैगरी 30 देखि 45 वर्षसम्मको उमेर समूह जेनवाई छ, त्यसको चाहिँ 53,915 मतदाता संख्या छन् अहिले। त्यसमा चाहिँ अब 2,000 मैले अघि थपिएको 9,000 मा छोडिदिने हो भने पनि तपाईको 51,915 मतदाता जेनवाईबाट हुन्छन्। अब त्यसको 55% मात्रै मत खस्यो भने पनि तपाईको 28,554 मत खस्छ। मैले एकदम मिनिमममा हिसाब गरेको छु है। र त्यसको पनि 60% मत त बालेन शाहलाई जान्छ नै। जेनवाई भनेको मेरै उमेर समूह हो, 60% बालेन शाहलाई नै जान्छ। त्यसो गर्दाखेरि पनि 17,000 मत जान्छ। अब अहिलेसम्म बालेन शाहको खातामा सुरक्षित मत कति भयो भने रासोपाको समानुपातिकको भयो 18,205 79 सालको। त्यसैगरी नयाँ मतदाताबाट कम्तीमा पनि 5,000 मत र 18 देखि 29 सम्मको जेनजी उमेर समूहको सुरक्षित मत 11,550। त्यसैगरी 30 देखि 45 वर्षसम्मका जेनवाईको सुरक्षित मत भनेको कम्तीमा पनि 17,000 गर्दाखेरि 51,755 मत आजको दिनमा बालेन शाहको पक्षमा जाने देखिन्छ। अब कुल मतदाता संख्या झापा क्षेत्र नम्बर 5 को 1,63,379 छ र 79 सालमा करिब तपाईको 63.45% मत खसेको थियो। अहिले पनि त्यति नै मत खस्ने अनुमान गरियो भने पनि 1,03,663 मत अहिले खस्नेवाला छ। त्यसमा अब 51,832 बालेन शाहको खातामा परिसकेपछि बालेन शाहले स्वत यहीँबाट जित्छन्। यो बाहेक मैले 45 वर्षभन्दा माथिको उमेर समूहको खस्ने मतको हिसाब पनि गरेको छैन र पहिला केपी ओलीलाई जसरी मत जम्प भएर गएको थियो त्यसैगरी यति बेला बालेन शाहको खातामा पनि कांग्रेसबाट होस् अथवा चाहिँ राप्रपाबाट होस् अथवा नेकपाबाट होस् मत जम्प भएर जान्छ, त्यो कुरा पनि मैले हिसाब गरेको छैन। यति हिसाब नगर्दै पनि बालेन शाहले अहिले नै यहाँ जितिसके भन्नुको मतलब त्यो सबै हिसाब गर्दा कम्तीमा पनि बालेन शाहले 1500 देखि 11,000 मतले जित्छन्, यो मेरो अनुमान हो। त्यसैगरी 2 नम्बर आधार छ जेनजी उमेर समूह र जेनजीका आमाहरूको मत पनि यसपालि खड्गप्रसाद ओलीलाई आउँदैन, किनकि गत भाद्र 23 मा जसरी जेनजी भाइ बहिनीहरूको कञ्चटमा र छातीमा गोली हानेर हत्या तथा नरसंहार गरियो त्यसको जवाफदेही खड्गप्रसाद ओली हुनु नै पर्छ। झलझल्ती आफ्ना छोराहरूलाई त्यसरी मारेको देखिसकेपछि ती आमाहरूले
खड्गप्रसाद ओलीलाई नै भोट हाल्ने सम्भावना छैन। त्यसै गरी 3 नम्बर कारण हो जनताले अपदस्थ गरेर गलत्ताइसकेको एउटा भगौडा पात्र फेरि निर्वाचनमा आउँछु भन्नु नैतिकताको कसीमा राखेर हेर्दाखेरि पनि अनैतिक हो, लाजमर्दो हो। त्यसकारण खड्गप्रसाद ओलीलाई यसपालि एमालेका कार्यकर्ता बाहेक अरूको भोट आउँदैन। त्यसै गरी 4 नम्बर आधार छ जेनजी आन्दोलनको दाग, हत्यारा तथा नरसंहारकारीको आरोप। खड्गप्रसाद ओली प्रधानमन्त्री भएकै बेलामा उनैले सामाजिक सञ्जाल बन्द गराए। त्यसैको आधारमा चाहिँ भाद्र 23 को जेनजी आन्दोलन भयो र खड्गप्रसाद ओली प्रधानमन्त्री भएकै बेलामा प्रहरीले छाती र कञ्चटमा गोली ताकी निर्दोष र निहत्था जेनजी भाइ बहिनीहरूको हत्या गर्यो। यो आरोप खड्गप्रसाद ओलीलाई लागेको छ, यद्यपि उनले अहिलेसम्म स्वीकारेका छैनन्। यो कारणले गर्दा पनि खड्गप्रसाद ओलीको खातामा मत आउँदैन, उनी हार्न सक्छन्। त्यसै गरी 5 नम्बर आधार हो खड्गप्रसाद ओलीको तुच्छ र निकृष्ट बोली। ओलीले मधेसीलाई गुइठा बाल्ने समुदाय भनेर घृणा गरेका छन्। 4 पटक प्रधानमन्त्री भइसकेको व्यक्तिले मधेसलाई किन गुइठा बाल्ने समुदाय बनाएको, यो प्रश्नको उत्तरले खड्गप्रसाद ओलीलाई खेदिरहेको छ। त्यसै गरी सम्पूर्ण युवाको आशा भावी प्रधानमन्त्रीको उम्मेदवार भएका बालेन शाहलाई ठुट्टे सिङ भएको गोरु, बतासे अण्डा, आकाशे खेती लगायतका तुच्छ टिप्पणी गरेका छन्। यो कारणले गर्दाखेरि पनि खड्गप्रसाद ओलीलाई मत आउने सम्भावना छैन। त्यसै गरी खड्गप्रसाद ओली हार्ने 6 नम्बर आधार छ उनका हावागफ। मोनोरेल, घर घरमा पाइपलाइन तथा पानी जहाजको अपार सफलतापछि अहिले फेरि म प्रधानमन्त्री बने भने 6 महिनाभित्रमा घर घरमा ग्यास पुर्याइदिन्छु भन्ने अर्को गफ पनि दिएका छन्। जनताले यस्तो भन्दाखेरि खड्गप्रसाद ओलीलाई जोक्करको रूपमा लिइरहेका छन्। त्यसकारण उनले मत पाउने सम्भावना देखिँदैन। त्यसै गरी 7 नम्बर आधार छ यसपालि ठगबन्धन नहुनु। यसभन्दा अगाडिको निर्वाचनमा राप्रपासँग ठगबन्धन गरेर ओलीले जित्दै आएका थिए। यसपालि राप्रपा, काङ्ग्रेस, नेकपा लगायतका पार्टीहरूले खड्गप्रसाद ओली अर्थात् एमालेसँग ठगबन्धन गर्न अस्वीकार गरिसकेपछि ओली एक्लै परेका छन्। त्यसकारण उनी हार्ने प्रबल सम्भावना छ। त्यसै गरी 8 नम्बर आधार हो बालेनको क्रेज। अब बालेनको क्रेज देशैभरि अहिले कस्तो छ त्यो मैले भनिरहनु पर्दैन। झापाका जनता भनेका अझै देशभरिकै बाठा जनता भन्ने चाहिँ एउटा भाष्य पनि स्थापित छ। त्यसकारण त्यस्ता जनताहरूले त्यो क्रेज आफ्नो निर्वाचन क्षेत्रबाट आफूले भोट हालेको व्यक्ति बालेन शाह भावी प्रधानमन्त्री हुँदैछ भनिसकेपछि र युवाको प्रतिनिधित्व गर्ने बालेन शाह र त्यो लहर देख्दाखेरि उनीहरूले बालेन शाहको पक्षमै मतदान गर्छन् भन्ने कुरामा हामी ढुक्क हुन सकिन्छ। त्यसै गरी 9 नम्बर कारण हो एमाले पार्टीभित्रैको असन्तुष्टि। महाधिवेशन पश्चात र टिकट बाँड्ने बेलामा ईश्वर पोखरेल साइडका नेताहरूलाई बाइकट गरेको कारणले ईश्वर पोखरेल साइडका कार्यकर्ताहरूको मत आउने सम्भावना छैन। त्यसकारण आन्तरिक रूपमा पनि खड्गप्रसाद ओलीलाई यसपालि विश्वासघात हुन सक्छ। त्यसै गरी अन्तिम तथा महत्त्वपूर्ण आधार हो जेनजी आन्दोलनको प्रतिवेदन। गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन। तयार भएर पनि चुनावको मुखमा चुनाव भाँडिन सक्छ भनेर प्रतिवेदन सार्वजनिक गरेको छैन। भोलि चुनाव लगत्तै सार्वजनिक गर्न पनि सक्छ। त्यति बेला कथम कदाचित त्यो प्रतिवेदनले खड्गप्रसाद ओलीलाई तत्कालीन प्रधानमन्त्रीको रूपमा दोषी ठहर गरेको रहेछ भने उनी जेल जान सक्छन्, कुनै पनि बेला जेल जान सक्छन्। यस्तै घटनामा बङ्गलादेशकी पूर्व प्रधानमन्त्रीलाई मृत्युदण्डको सजाय त्यहाँको अदालतले सुनाइसकेको परिस्थितिमा यहाँको अदालतले पनि उनलाई जन्मकैदको सजाय सुनाउन सक्छ। यदि त्यस्तो भयो भने झापा क्षेत्र नम्बर 5 का मतदाताहरूले अहिले भोट हालेर खड्गप्रसाद ओलीलाई जिताए पनि उनी सांसद रहने छैनन्। यो निकट भविष्यमा नै हुन सक्ने सम्भावना भएको कारणले गर्दाखेरि चाहिँ झापा क्षेत्र नम्बर 5 का मतदाताहरूले बालेन शाहलाई छोडेर खड्गप्रसाद ओलीलाई मत हाल्ने सम्भावना छैन। यी विभिन्न 10 वटा मुख्य आधारहरूले गर्दा यसपालिको निर्वाचनमा झापा क्षेत्र नम्बर 5 बाट खड्गप्रसाद ओली हार्ने र बालेन शाहले जित्ने प्रबल सम्भावना छ। जय मातृभूमि।